एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई च्यानल। आशा छ हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अहिले चाहिँ हामी कोलपुर जाँदैछौँ। सो यहाँ त्यही हो, यस्तो पानी पर्ला जस्तो भएछ। सो लेट्स मुभ है त। यहाँ राधानिर चाहिँ अटो पल्टेको थियो। बसबाट निस्किसक्यौँ। अहिले हामीले पर जानु छ त्यो सेतो उसकोमा। अब त्यहाँ घर गएपछि भेट्छौँ है त। बोल्दै जाऊँ न त। अनि हामी उता पनि सुन्दैमा मम्मीले लग्नु थियो। यो ठाउँको नाम चाहिँ गोल्छा हो। गोल्छाबाट हाँस लाग्थ्यो मलाई यो सुन्दा। तर यता हो तर त पहिला देखिन्छ नि। यहाँ त सबै घर बनाएर पनि देखिन्छ बाटो है। ओके कस्तो राम्रो भ्यू देखिरहेको छ। आज हामी कतै हिँड्न लगाएर होला चिसो राख्नुहुन्छ भनेर। अझै यो मलाई यो ट्याङ्की माथि जानु थाहा छ। माथि Taigu. Same to you. Back to you. Return to you. अब घर गएपछि के हुन्छ त भेट्छौँला। हामी चाहिँ घर पुगिसक्यौँ। हजुर घर माथि हिँड्छ। हामीले उपरे बाटोबाटै देखिसक्यौँ। यहाँ हामी जान्छौँ है त माथि। खाइसक्यो हेर्नु न कति धेरै बगेछ। कस्तो राम्रो देखिरहेछ बादल। पानी परिरहेछ कोलपुरमा। कस्तो राम्रो देखिरहेछ मौसम। पानी पर्यो। खानासाना खाएर अब 1 आवरको न्याप लिन्छ। त्यसपछि वेरी विल गो वाच इट। माई गॉड कस्तो राम्रो देख्यो। लुक सी स्लिपिङ। मामाको घर जाँदैछौँ। अर्को हजुरआमाको घर। अहिले चाहिँ मामा घर। कस्तो राम्रो हेर्नु न। ला 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 एउटा दुईटा तिनटा यो टिपेको कस्तो राम्रो छ। यसै पहिला भाइरल भएको नि यो पुरै हुन्थ्यो नि त माथि माथिसम्म होइन। ठुलो भयो त देख्नु पर्छ कि नै। ठुलो थियो अनि त्यहीमा हिँडेको। यो त यहाँ पुरा छ उतै हो न। त्यहाँ हामी गइसक्यौँ। गइरहन्छ। हामी चाहिँ आछौँ। सबैजना अफिस जानुपर्छ। मामा मात्रै हुनुहुन्छ यहाँ। हामीहरू चाहिँ आइसक्यौँ। अब भर्खर नयाँ सिप हुनु त्यस्तो खाली छ अहिले। कस्तो बास्ना आएर चाहिँ बहिनीको कामलाई दिइसक्यो। होइन पुरा यहाँ आँप र यति पिरो छ चटनी। यहाँ पुरा गराउँदै बसिन्छ। गराउँदै पिरो खाने यहाँदेखि तलदेखि मिठाई तान्दै खाने काम चाहिँ यस्तो मिठाई हेर्न यसलाई। तेरो सामान हेरै दिया छ यहाँ। हामीले त एउटा खाएको छ है। यहाँ हामी खाएँ ल दुईटा। अहिले चाहिँ मिसाल ल्याएर खाएको होइन। खानै रमाइलो हुन्थ्यो। त नभएर खानै हो कसम। मिठाई भित्र जाँदैन के जानु त भित्रभित्र Now we are going हामी गाउँतिर लाग्ने हो। बाई बाई जिया छ। हामी आए अर्कोबाट भेटौँला। कस्तो राम्रो हेर्न बादल। कस्तो पिस छ नि। अब ठाउँ त हरियाली हरियाली छ। निस्किसक्यौँ अहिले फेरि गाउँको लागि। जस्तो रङ फेरिसकेको छ पाराले। पिलरमा छ है। अघि त्यहाँ थियो यो पर थियो। हिँड्दैछौँ त्यहाँ बस तिनपल्ट बस तर अझै आएन। 20 मिनट भइसक्यो आइसकेको। समवान फ्युचर सिस्टर फ्युचर। हामी ठ्याक्क 2:01 आएको हो। 3:01 भइसक्यो। 1 घन्टा भइसक्यो हामी बसेको। यस्तो हिँडेर अब अहिले चाहिँ अब 1 घन्टाबाट बल्ल जान्छौँ। सियु उतै गएर अहिले आइपुग्यो। यहाँ बाटो कन्स्ट्रक्सन हुँदो रहेछ। हामी चाहिँ अस्ति म आउँदा के भएको थिएन। अस्ति मन्त्री आउनु मात्रै भन्थ्यो मैले अर्को लगमा गाइसहरू त्यही यहाँ आज ऊ भइरहेछ। के भन्छ त्यसलाई नाइ मन्त्री आएको भएर यहाँ सब कन्स्ट्रक्सनहरू देखाएको भन्न आएन मलाई जा। ल अब हिँड्छौँ। यहाँदेखि हामीलाई कति 15 मिनट्स जति लाग्छ। अनि त्यही गएर बेच्ने खाऊ। ला 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 हरियाली हेर्नु। सुन्नु गाना है। सुन्नु है चराचुरुङ्गी सुन्नु नि। चरा चुई 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 गर्छ। ल उता गएपछि भेटौँ ल। बाई बाई। अब यहाँ पुग्यौँ। अब सेफ
5 or 6 minutes then house directly. Okay नै साथीहरु भन्नु ल अन्त सबैले सुन्नु भएको होला नि त यो होला टिकुली टिकुली चरी करा यो मतलब अरु त्यो हुन्छ नि आकाश राम्रो जुन त्यो सब भन्दा पुरै पानी भर्यो नि त्यो सब भन्दा यो टिकुली टिकुली चरी करायो कराइराछ नि चरी पनि त्यही हो नि म के भन्छ घर जाने बेला घर गएपछि भेटाउँला भन्दै यहाँ बिच भ्लग बनाउँदै बसेछु गाइस हामीहरु भोलि भिडियो सुट हान्छौँ खाप्चे चाहिँ भिडियो सुट गर्ने म हेर्नुपर्छ होला त्यस्तो राम्रो न अहिले चाहिँ चुचुई मम्मी स्कुलबाट आउनुभएछ कि नै यहाँ थाहा भयो मलाई हामीले यहाँ पुरा हुन्छ नि के मतलब उखाड्न अनि कहिले घाँस कहिले दाउरा बोक्न आउँथ्यौँ यतातिर पछाडिपट्टि आजकल त ऊ भइगएछ ल अब चाहिँ फिक्स गरेर गएपछि भेटाउन आउनु लाग्यो बाई बाई ल हामी गाउँ आइपुग्यौँ अझन्सम्म घर हामी चाहिँ आएर फ्रेस भइसक्यौँ अब त एकछिन बारी गर्थ्यौँ दिदीले घाँस काटिराख्नु भएको छ जामै त हेर्नुहोस् होइन म त यही पनि सक्दैन यहाँले 1 मिनटदेखि एक खाटखाट गरेर राख्नु भएको छ एकपल्ट जोड लाग्यो है सा यहाँ फेरि म आज त्यति पनि आउँदैन सिकेर चाहिँ फेरि आउँदैन ल ल ल तान्नु तान्नु लियो है ल सरीको अर्को कुरै ठिक सनराइज हुन लाग्छ फेरि मलाई काम छ भन्नु होला फेरि मलाई त्यो सकिनँ म अनि त्यही भएर वा नमकै खाने भइसक्यो टिकुली टिकुली चरी करायो म पनि घाँस काट्नु जाने बारीमा अनि हामीहरू उठाउनु जाने हो ओके बसिरहेको छु गाइस हेर्नु मैले अघि भर्खर फेरि रिप्ले गरेर हेरेको मैले सनराइज भन्दैछु होइन है फेरि सनसेट हुन लाग्छ सरी फर द्याट माई मिस्टेक अहिले भर्खर दिदीले भनेर पो भनेर मकै बारी दर्याम दर्याम ला हरिया कर्याम हामी यो अघि जुन दिदीले काट्नुभएको थियो नि त्यही चाहिँ यसरी सब मतलब यो दाउरा साइड गराएर जङ्गल मात्रै गराइरहेछौँ खेड्ने हो खजु चाहिँ अहिले काँचो रहेछ तर यहाँ पाग्ला नि अनि आइकन त्यसपछि अनि यहाँ दिदीले चाहिँ मिमा गराउँदै हुनुहुन्छ पालनको कस्तो मिठो हुन्छ यसरी नै यसरी हो यसरी अब मम्मीलाई पनि लगिदिने हो गिभ मी वान सबै यस्तो सबै ल्याउनु फालिदिन्छु यहीँ हेर्नु त कस्तो छ धेरै पाकेर कि फ्याट त भयो मम्मीले घाँस गरेर खुवाउँछ हामीले पनि त्यो काटेर यहाँ राखिदिउँ त्यो भइहाल्छ यति अन्त ल अर्को पनि काट्नुपर्छ क्या हो अब खानासाना पकाउने बेला खाने बेला भेट्छु Look at my mother and look at my sis and look at me. गाइज हेर्नुहोस् त स्नेहको काम गाउँ मैले चाहिँ पिठो मुछी भइसकेँ मम्मीको मासु लिन जानुपर्छ त्यसपछि हामी खानासाना पकाइ टुक्राइ गरेर मुख हेर न मुख चोरै गर्छस् बे ओ माई गॉड लुक हियर प्लेन कहिले देख्नु भएको छैन एरोप्लेन ओ माई गॉड ओ कता गयो गुड मर्निङ गाइज नेक्स्ट डे इट्स रेनिङ कस्तो पानी परिरहेछ आमा हेर्नु त गाउँमा अन्त भर्खर उठेको पानी परेको देखेर इट्स रेनिङ यसो चाहिँ हामी खानासाना खाएर सुतिहालेको थियौँ त्यसरी भ्लग गराउने भएन आमा होइन आवाज पनि कस्तो अर्कै भयो होला कस्तो टर्केको गएर म उठ्ने बित्तिकै भिडियो सिडियो बनाउँला भनेको कस्तो पानी परिरहेछ
हेर्नु अघि त कम थियो झन् दर्किन्छ झन् भिडियो बनाउनु त झन् दर्किन्छ क्या म चाहिँ भान्सा गएर त्यो पारेको अन्डा पारेको ल अन्डा बनाएँ आलुको अचार बनाएँ मोस्टे मम्मीसँग भान्सामै हुनुहुन्छ पानी पर्दैछ यस्तो पानी पर्दैछ भिडियो कसरी बनाउने हो बिजक भइरहेछ मम्मीको भान्साले बनाइराख्नु अझ रोटी आफ्नो लागि नास्ताहरू एकछिनमा मम्मीको खानुहुन्छ पूजापाठ भइहाल्ने रहेछ मम्मीको चाहिँ वाह कस्तो पूजापाठ भइहाल्ने रहेछ मम्मीको त्यही खोप परेर भिजोक गराएको छ झन् म भिडियो बनाउँदैछु पानी हेर्न धर्केछु फेरि आवाज केही सुनिरहन्छ अघिको भिडियोमा अनि म ठुलो आवाजले बोल्दैछु ल बस्छ गयो त मम्मीको होइन यस्तो पानी पर्दैछ ओहो अहिले के भन्छ बत्ती गएपछि चार्ज लगाउन मिल्दैन सो मैले चार्ज लगाएर यसो के हुन्छ हेर्दै जानु होला अहिले चाहिँ बहुत ठुलो पानी पर्दैछ बत्ती जान्छ त्यसमा चार्ज लगाएको छ है त घडाङ डुङ मम्मी पनि अब स्कुल जानु भयो अब हामी 20 बजी दिदी र बहिनी एक्लै अलिअलि पानी रोकेर सोच अलिअलि पानी त पर्न त परेछ यो पनि पर गयो बस त्यही हो कस्तो राम्रो हुन्छ नि म खाली खुट्टै छु फेरि पुरा मम्मीको बसिन्छु सब भिडियोको अघि आम्मा कस्तो दर्केको नि बानी खाना यताउति गर्दा गर्दै सबै बाख्रा साख्रालाई हुलेर जानुभएको छ मम्मी अब पछि त्यो घाँस सँगाइदिने केही छैन यस्तै नेपालमा परेको कति हुँदो है यहाँ परे पानी होइन हेर्न ल के हुन्छ 20 बजी के गर्छन् दिदी बहिनी त्यही गर्नु होला भिडियो अहिले पानी पर्दैछ अब हामी एकछिन पल्टिन्छ पुरा ब्ल्याङ्केट आयो दिदी पुरा पल्टिनुपर्छ अब मुभी हेर्छौँ न्याप लिन्छौँ कति घन्टाको हुन्छ आनन्द हुन्छ हेर्न लुगा अघि भिजेको थियो नि क्या यस्तै सुकाखामा हामी क्या लुगा सुकाएर आइरहन्छ ल त्यही हो अहिले चाहिँ पानी सानी सबै फाट्यो होइन कस्तो मजाले हेर्नु न फुलहरू पनि कस्तो राम्रो बस्छ पहाडहरू पनि हेर्नु न मेरो हाइट सानो भएर कस्तो राम्रोसँग पहाडहरू देखिरहेको सबै बादल फाट्यो नि त अनि अब अघि त्यो पानीले गर्दा भित्र पानी सानी पसेको छ गुन्द्रीहरू यता सुकाइदिएछु त्यहाँदेखि अब त्यो सब बढाएर गर्छौँ अनि के हुन्छ खान्छौँ अनि त्यसपछि भिडियो रेडी भएर भिडियोमा हेर्नु कस्तो मजाले देखेछ नि बादल र सरी पहाड हेर्नु न मेरो हाइट पुगेन त म चाहिँ ठुलो गरेर देखाइन्थ्यो होला सबै देखिसक्यो यस्तो मजाले फुल पनि यस्तो मजाको भएको छ त्यही हो अब सबै भ्याएपछि अनि भेटौँ है त सो यहाँ गाइज वी आर रेडी अब हामी जान्छौँ त्यस्तो गर्मी पनि छैन त्यो पनि कसैसँग आफै थाहा छैन भिडियोहरू बनाउनुपर्छ यहाँ गाह्रै बिसकेको छ आमा पसिना हेर्नु न पसिना हाम्रो चाहिँ भिडियो चाहिँ सिद्धियो त्यो भिडियो टिकटकको लागि बनाउने भनेको गानै चलिरहेछ नि हाम्रो चाहिँ सबै सिद्धिहाल्यो अब हामी घर जाने हो त्यस्तै हो अब कस्तो लाग्यो के लाग्यो हेर्नु होला म यो भ्लग हालेपछि बल्ल आउँछ त्यो भिडियो चाहिँ माया गर्नु होला आज कुकुर ओ लुसी आइज गाउँमा त शिक्षा हुन्छ नि मलाई बोलाउनलाई चाहिँ कस्तो हुन्छ स्ट्रगल गरेको नि पहाड हेर्नु कस्तो राम्रो देखेछ मम्मी आइसक्नुभयो स्कुलबाट अघि नै बस्नु त्यहाँनिर टुटु आइगयो थियो त्यही हो Thank you for watching. Bye bye. Please like, comment, share and subscribe. Good night.